हामी त्यहाँनिर गाडी राखेर पार्क जानलाई यहाँ टेम्पो चढ्दैछौँ है। माइजू बस्नु हामी अब पार्क जानलाई अटो चढेर जाँदैछौँ। पुरै प्याक छ रमाइलो। पार्क चाहिँ उता छ, यो चाहिँ यो कसले बनाएको हो? उनीहरूले नि त्यही अर्को काम गर्ने। अनि यसमा अब यो दान मान्छेहरू के म खासमा मेरो बाबाको नाममा बनाइदिन्छु, यो माछा प्लान यस्तो गरिदिन्छु भने मान्छेहरू आफै अब उनीहरूले कत्रो खोला आएको हिजो पानी आएर पानी धेरै आएको रहेछ। श्रमदान गरिरहेको पानी लाग्छ। श्रमदान भइरहेको चाहिँ अर्को त ओ श्रमदान श्रमदान भइरहेछ है त्यहाँ। साम्पाङलाई भेट्नु पनि गएर साम्पाङ त काठमाडौँ उता कहाँ कहाँ आज आएको रहेछ भने चाहिँ भेट होला क्या। है प्रायः चाहिँ यहाँ आइरहेको छ नि उसको मान्छेहरू अझै तल जानुपर्ने रहेछ। त्यहाँबाट माथि ल हामी यहाँ पार्कमा आइसक्यौँ। अब अनि यहाँ चाहिँ हुँदैछ बिपीको शालिग श्रम संस्कृति पार्क भनेको यहाँ बोर्ड पनि आइपुग्यो। गेट यहाँदेखि स्टार्ट हुँदैछ। भेडेटारको हाइकिङ चाहिँ यहीँबाट माथि जाने हो कि। ल यहाँ अर्को ठाउँ पनि रहेछ। यो पनि हेरिने भयो। अस्ति हामी घर आउँदा यो चाहिँ हेरेको थिएनौँ कि। यहाँबाट चाहिँ स्टार्ट हुँदो रहेछ कलाकृतिहरू। कति राम्रो है। राम्रो रहेछ। कति राम्रो बनाएको भाइ। फुलहरू रमाइलो लागिरहेछ। यस्तो म हुँ श्रमदाता लेखेको पनि रहेछ। नेपालको झन्डा यहाँ पाइप तानेको रे ढुङ्गा समातेको पनि रहेछ। पाइप तान्न हो साथीहरू, पाइप तान्न हो। पाइप 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 यस्तो भयो त म त पाइप तान्न गइहाल्नु पर्ने भयो। बाबु के रहेछ? सम्झनामा हो अनुहार त राई ब्रदरको छोरो। एकजना पुरुष एकजना महिलाको बनाएको रहेछ आकृति। हर्कको यो चाहिँ साँच्चीकै हर्ककै माथि पढ्नु न रहेछ। माटो हुँ म, मलाई दुख्दैन, कुल्छ या पुज फरक पर्दैन। देश सोच्न सकु म, देश बोल्न सकु, देशकै कर्म गर्न सकु म, देशकै लागि मर्न सकु। वाह वाह वाह। हर्क साम्पाङ श्रम पिता मेयर हर्क साम्पाङ। ल यहाँ आएपछि फोटो त खिच्नै पर्यो। झन्डाहरू यता छ। हेर्दै जाऊँ के रहेछ यो चाहिँ। युनाइटिङ अल द गोर्खास। यो पनि हेर्नै पर्यो। आऊ बच्चा। गोर्खाको धेरै रहेछ रेजिमेन्ट जानु ब्रिटिसमा के रोयल गोर्खा राइफल्स यो भयो होइन। हेर्नु आर्मी नम्बर क्याप्टेन भक्त बहादुर राई एन्ड मिसेस कान्ता राई। CSGT बहादुर गुरुङ एन्ड मिसेस कल्पना गुरुङ। पैसा दिएको मान्छेहरू पनि हो प्लस आर्मीहरू पनि। आसाम राइफल्स इन्डियन आर्मी।
के रहेछ आउँदैन बाबु माछा यो चाहिँ दाउरा काटेको रुख काट्दाखेरिको रुखमा मान्छे हेर्नु अब त्यहाँ त्यो जुन बनाइदिएको रहेछ रुखमा मान्छे रह के माथि चाहिँ के छ त्यहाँ चाहिँ ए सिडी चढेर जानुपर्छ अँ यो चाहिँ अब ड्राई पिकनिकको लागि चाहिँ तल अलाउ छैन माथि त्यहाँ गएर एउटा सानो घर छ त्यही घरमा खाने हो अनि त्यहाँबाट माथि चाहिँ हाइकिङ हो फेरि ए त्यहाँबाट माथि चाहिँ हाइक जाने ठिक हो हेर्नु चाहिँ अब त्यही मात्र बाँकी हाम्रो अनि त्यसपछि खोला त्यो खोलामा चाहिँ जानै पर्छ अहिले त्यही कि अघि बाटोमा देखाएको थियो नि पार्क छ कि त्यो यो चाहिँ श्रमदानवाला हो पैसावाला त्यो चाहिँ उसो पार्क ए उताको त्यहाँ उसो देख्नु न तपाईँले आउनु बेला अह ए ठ्याक्कै त्यहाँनिर थियो तपाईँले ठ्याक्कै हामी टेम्पोमा सट्टै कटिहाल्नु थियो अलिक यहाँ चाहिँ पुरै सिडी चढेर जानु पर्दो रहेछ अँ त म देखाउँछु है यहाँ चाहिँ भ्यू चाहिँ राम्रो आउँदो रहेछ यस्तो सिडी चढेर जानुपर्ने बस्ने ठाउँ छ त्यहाँ माथि बसेर पानी सानी खानुपर्छ पानी सानी मिल्यो यहाँबाट चाहिँ राम्रो देख्छ भ्यू चाहिँ खतरा आउँदो रहेछ बनाउनु चाहिँ बनाएकै हो है हामी यहाँ आइपुग्यौँ बस्ने बनाएको ठाउँमा चाहिँ पुरै बस्ने बेन्चहरू राखेर रहेछ अनि यहाँ राख्ने खाना राखेर खानेकुराहरू राखेर खाना पाउनु मजाले पानी सानी खाने चिसो खाने पुरै देखाएको कस्तो लागिरहेछ त रमाइलो लागिरहेछ जय हर्क बाग जय श्रम संस्कृति पार्टी हर्क बहादुर हो र साम्पाङ हर्क साम्पाङ राई हर्क बाद के माओवाद प्रजातन्त्रवाद श्रम गर्नुपर्छ श्रम गरेर सबै विकास हुनसक्छ भन्ने खालको सिद्धान्त हो क्या सायद उसको है के हो सिद्धान्त हो बाद भनेको सिद्धान्त प्रजातन्त्रवाद राष्ट्रियवाद यहाँबाट भ्यू देख्ने ठाउँ भयो बस्न आराम गर्ने माथि चढेर आराम गर्ने ठाउँ पनि रहेछ यहाँ चाहिँ पकाउनु अगाडि चाहिँ भिन्न छ अनि फेरि आफूले खाएको आफै फालेर जानुपर्छ ठिकै हो त्यो त एकदम राम्रो है नत्र चाहिँ फेरि फाइन्छ राम्रो हो नि एकदम बेस्ट हो त्यो त गर्नै पर्छ हामी अब मेडिटेसन गर्ने ठाउँ जाँदैछौँ त्यो ल बुद्ध भगवान्को यहाँ चाहिँ यहाँ पहिला आइसक्नु भएको छ त्यही भएर हामीलाई यहाँ घुमाउँदै हुनुहुन्छ है त गाईले आज यो पुरा नेहाको घुमाइवाला हुनेवाला चाहिँ हो आज तपाईँ मेरो सहरमा आउनु बाटो चाहिँ अलिक विकट रहेछ यस्तो बाटो नहिँडेको मान्छेलाई त गाह्रै छ है दौडेन ए भगवान् म हिँडेर देखाउँछु है अहिले कसरी हिँड्नुपर्छ म देखाउँछु हजुर मेरो पानीले बगायो होला कि बाटो नानीलाई पुरा गाह्रो भइरहेछ हामी यहाँ ध्यान गर्ने ठाउँमा छौँ त्यही भएर बिस्तारै बोल्नुपर्छ अरे ओके माइजू ध्यान अब हामी यहाँ ध्यान गर्ने ठाउँबाट फेरि फर्किँदैछौँ अब तल एकछिन घुमेर त्यसपछि चाहिँ फर्किनुपर्छ केही खास खाएर अनि त्यसपछि विराटनगर फर्किने
रमाइलो छ तर श्रम संस्कृति पार्क चाहिँ रमाइलो लाग्यो मलाई। शीतल पनि भयो यहाँ आएर, रमाइलो पनि भयो। राम्रै बनाएको रहेछ साम्पाङ राई ज्यूले। तलतिरको भ्यू अनि जाने बाटो के हुन्छ अरे? ए बिस्तारै आऊ है बच्चा, बिस्तारै बिस्तारै हिँड। 4 5 6 7 8 9 ल नानी 2-4 शब्द भन्न चाहिँ गइरहेको छु है। ल आज हामी ढुङ्गा बस्यौँ र हामी यहाँ गयौँ र अब फर्किँदैछौँ। धन्यवाद। त्यति हो? यहाँ बसेर दुई शब्द राख्नको लागि स्टेजमा आइसक्नु भएको छ। नमस्ते सबैजनालाई। आज हामी धरानको श्रम संस्कृति पार्कमा आइपुगेका छौँ। यो अवसर जुटाइदिएकोमा सर्वप्रथम त म नेहालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। नेहाको गाइडेन्स बिना आज हामी यहाँसम्म आइपुग्ने थिएनौँ र सँगसँगै म माइल दिदीलाई पनि सम्झिन चाहन्छु। अहिले गोलबजार आइपुग्नु भएको छ, केही समयपछि यहाँ आइपुग्नुहुन्छ। अब श्रम संस्कृति पार्कको बारेमा भन्नुपर्दा अत्यन्तै रमणीय, यो खोलाको तीरमा अलिकति पहाड जस्तो, यहाँ एकदमै प्रकृति पनि सँगै छ है। त्यसपछि नयाँ बनाइएका आधुनिक संरचनाहरू पनि छन्। विशेष गरी यो गोर्खा आर्मी भनौँ न, नेप्लिज आर्मीले संसारका विभिन्न रेजिमेन्टहरूमा काम गर्दै गर्दाका सम्झनाहरू, त्यहाँका पलहरू, यो सबै कुराहरू यहाँ समेटिएको रहेछ र श्रमदान यहाँ बनाइएको छ। त्यसले चाहिँ आजको हाम्रो दिन बनाएको छ। धन्यवाद भन्दै मेरा 2 शब्दहरू यही अन्त्य गर्दछु। धन्यवाद। थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू। यो त सबै घुमेर हामी अब फर्किँदैछौँ। अनि फर्किने बेला चाहिँ यहाँ लेखेको रहेछ, फेरि पनि आउँदै गर्नु होला, तपाईँहरूको यात्रा शुभ रहोस्। थ्याङ्क यू। लेखेको रहेछ त्यहाँनिर। यहाँ चाहिँ ध्यान केन्द्र नै रहेछ पुरै, घरहरू पनि रहेछ। ए ठिक ठिक, तर ठाउँ त ध्यान गर्ने जस्तै छ भाइ। उताबाट सिरामभित्र फेरि अर्को ठाउँ रहेछ। ए यहाँ त्यो ढुङ्गावाला फोटो खिच्ने ठाउँ, टाउको राख्नुवाला कि यहाँ खिच्नु पर्छ फोटो। यहाँ जानलाई फेरि छुट्टै टिकट काट्नुपर्ने ठाउँ रहेछ। एकजनाको 35 रुपियाँ अरे। त्यो छुट्टै पार्क जस्तो कि, त्यो माथिको छुट्टै, यहाँ छुट्टै जस्तो छ। पुल रहेछ अनि यस्तो धरान लेखेको ठाउँ अनि बस्ने जस्तो ठाउँ। के खेल्छौ? ल नानी टाउको लगिसक्यो, ढुङ्गा बोकिसक्यो है नानीले। ल साँच्चीको जस्तो है। यहाँ दिदीहरूले डोका बोक्नु भएको रहेछ। डोकामा के पो छ थाहा छैन। ए डोको अनि उता चाहिँ सामान बोक्ने के पो हो त्यो।
ल त पुरै खोला रहेछ खोला ठुलै रहेछ यहाँ पुल पनि रहेछ हामी अर्को ठाउँतिर आइपुग्यौँ है अब सक्यो भन्ने ठानेको त्यता अझै धेरै रहेछ चिल्ड्रेन पार्क रे केटाकेटी खेल्ने ठाउँ अब केटाकेटी सुरुमै गइसक्यो म एकछिन ढिला भयो खेल्दैछन् होला हेरौँ है यहाँ नानी थुपालो आइरहेको छ बाबु कता छ ए उता खेलिरहेछ उता माथि त पुरै पानी परिरहेको छ है अब हामी सबै घुमेर पानी पर्नु लाग्छ ल ठिक छ भइहाल्यो नि त छोड्दै यहाँ बस नि त किन खेल न खेल नानीसँग बस न त त्यो पनि राम्रो लागेको मलाई चाहिँ यहाँको पुल हामी यता जाने हो र होइन कता यता के पो हो के पो हो यता थाहा नै छैन हामी चाहिँ गएनौँ ए ज्येष्ठ नागरिक पार्क यतातिर कोही यहाँ ढिला भइसक्यो ज्येष्ठ नागरिक पार्क अब ढिला भइसक्यो हो यो चाहिँ ज्येष्ठ नागरिक पार्क हो पुरै मार्केटै रहेछ सामान पाइनेवाला यहाँ बेसार काँक्रा चाख्न लानु पाइन्छ देखेर मेरो लाग्ने काँक्रा होइन के हो यो बाबु थाहा छैन तर लाग्यो सागमा कति राम्रो देखेको कोटमा लाउनु जस्तो यहाँ चाहिँ यहाँ पाउने चिजहरूको रहेछ कि सबै हेर्नु न हातले बनाएको सबै फ्लावरहरू पनि है राम्रो भयो तर यो यहाँको फेमस चिजहरू पनि पाइने मामा कसो नि कसो बाबु बिस्कुट खायो मिठो रहेछ खानु खानु हामी त यति घुमेर आएको पुरै सक्यो ल नेहा बाई बाई रमाइलो भयो ल